तिमीहरू यदि 10 क्लास पढिरहेको छौ भने यो भिडियो तिमीहरूको लागि हो। किन भन्दाखेरि 10 क्लासको एसई एक्जाममा राम्रो मार्क्स ल्याउन तिमीहरूले धेरै पढ्नुपर्छ जरुरी छैन। धेरै पढ्नुपर्ने जरुरी छैन मिन्स तिमीहरू यदि एभरेज स्टुडेन्ट छौ 45 त नर्मली हानिहाल्छौ हरेक सब्जेक्टमा भने चाहिँ तिमीहरूलाई ए प्लस ल्याउन कसैले रोक्नु सक्दैन कि। यो थोरै स्टेप्स छ जुन मैले फुल भिडियोमा भन्छु। यो गर्ने नि म एसईमा ए प्लस ग्यारेन्टी नभए नि ए त कम्पलसरी ग्यारेन्टी हो क्या है। यो कुरा चाहिँ बुझौँ है त। के छ कसो छ पुरै क्लियरली खतरनाकसँगले। अब एसईमा मैले पनि यही टेक्निक अप्नाएको थिएँ र मलाई थाहा भयो यो चाहिँ मलाई हतपत कसैले भन्दैन पनि होइन। यो चाहिँ अलिकति सिधा टेक्निक भन्दा पनि हल्का घुमाउरो टेक्निक छ भनेको हल्का दिमाग लगाउनुपर्ने टेक्निक छ। सो यु गाइज क्यान लिसन दिस भेरी केयरफुली होइन। अब तिमीहरूको एससीको एक्जाममा मार्क्स ग्रेडिङ सिस्टम कस्तो छ थ्योरी प्र्याक्टिकल टोटल हुन्छ क्या। र तिमीहरूको टोटलमा हेर्ने हो भने जुन चाहिँ टोटलको फाइनल हुन्छ नि त्यो त्यसको आधारमा तिमीहरूको फाइनल ग्रेड डिसाइड हुन्छ। र त्यो टोटल आउनको लागि थ्योरी प्लस प्र्याक्टिकल चाहिन्छ। र हामीलाई चाहिँ के गर्नु पर्यो भन्दाखेरि हामीले चाहिँ हल्का प्र्याक्टिकलको इम्पोर्टेन्स बुझ्नु पऱ्यो क्या जुन चाहिँ म्याक्सिममले बुझ्दैनौँ र हामीलाई थाहा पनि हुँदैन। यो हेर्ने हो भने तिमीहरूको एउटा कुनै सब्जेक्ट ल्याऊ जसमा तिमीहरूको 43 आइरहेछ। 43 लेट्स टेक इट एज 58 आइरहेछ। 58 भनेको बी प्लस हो। 58 बी प्लस हो र तिमीहरूको प्र्याक्टिकलमा ए प्लस आयो र आई मिन सर म्यामहरूले ए प्लस हालिदिनु भयो भने तिमीहरूको फाइनल ग्रेड कति हुन्छ ए हुन्छ नि त होइन। तिमीहरूले आफ्नो पुरा 7-8 सब्जेक्टमा सबैमा फाइनल ग्रेडमा ए र लास्टमा ए प्लस कुनै एउटामा म्याथ साइन्स सोसियल अकाउन्ट्स इङ्ग्लिस नेपाली जुनसुकैमा पनि ए प्लस हान्यो भने योर फाइनल जिपिए इज अबभ 3.6। 3.6 भन्दा माथि हुन्छ त्यो भनेको ए प्लस है। र यसै गरी तिमीहरू अब हल्का अब अझै नै होइन हल्का अलिकति कमजोरी विद्यार्थी छौ भने चाहिँ यु गाइज टार्गेट फर सबैमा बी प्लस र एउटामा ए। त्यो भनेको तिम्रो एजिपी हो क्या। र यो ल्याउन गाह्रो छैन है। अब म भन्छु कसरी। फर्स्टमा अब जति पनि टाइम एक्जामको लागि बाँकी छ सुरुमा हेर पढाइ इज नन अप्सनल सधैँ पढ्नुपर्छ। पढाइ सकिएपछि चाहिँ तिमीहरूले के गर्नु पर्यो भन्दाखेरि तिमीहरू अब जुन टिचरले मार्क्स हाल्नु पर्ने झन् प्र्याक्टिकलमा पहिला चाहिँ कस्तो स्टार्टिङमा चाहिँ सबै टिचरहरूले ए प्लस हालिदिनुहुन्थ्यो स्टुडेन्टलाई। जुन फर्स्ट सेकेन्ड भर्खर ग्रेडिङ आउने बेलामा चाहिँ सबै टिचरले स्टुडेन्टलाई ए प्लस आयो गरी खायो स्कुलको रेपुटेसन पनि सवाल हुन्छ कतिवटा केसमा होइन। तिमीहरू प्राइभेट स्कुल राम्रो स्कुल पढिरहेको छ स्कुलको रेपुटेसन कुरा हुन्छ। र छैन भने चाहिँ कस्तो हुन्छ तिमीहरूको टार्गेट चाहिँ त्यही सरको अथवा म्यामको चाहिँ ए प्लस ल्याउनु टार्गेट हुनुपर्छ। र ए प्लस पनि कसरी हाल्छ म भन्छु है तिमीहरूलाई। मैले अहिले चाहिँ म अझै पनि पढाउँछु होइन ट्युसनहरू पढाइरहेको हुन्छु त्यसमा चाहिँ मैले नर्मली देखिरहेको प्याटर्नहरू भन्छु ल। जुन एसईको मार्क्सको रिजल्टमा चाहिँ हाम्रो सर म्यामहरूले कसरी मार्क्स हाल्नुहुन्छ भने जस्तै कोही पढ्ने एकदम डेन्जर खतरनाक ओजी विद्यार्थी छ होइन उसले चाहिँ स्कुलको रेपुटेसन नाम चाहिँ राम्रोसँगले देखाउन सक्छ भने उसको सबै सब्जेक्टमा चाहिँ के हुन्छ सबै सब्जेक्टमा सबै ए प्लसका ए प्लस हालेर पठाइदिनुहुन्छ। र यदि अब हल्का पढ्ने विद्यार्थी चाहिँ होइन भयो नि अब फेल पनि हुँदैन भनेर सोच्यो भने सबैमा ए प्लस हाल्नुहुन्न क्या म्यामहरूले पनि अलिकति गर्नुहुन्छ ए प्लस गर्नुहुन्छ अनि ओभरअलमा बिग्रिन्छ क्या ग्रेड है। अब तिमीहरूले के गर्नु पर्यो भन्दाखेरि पढ्नु फर्स्टमा पर्यो सेकेन्डमा टिचरलाई देखाउनु पर्यो तिमीहरूले पढ्यौ भनेर बिकज समटाइम्स देखाउनु इज इम्पोर्टेन्ट है। कसरी भन्दाखेरि बोल्नेको पिठो पनि बिग्छ नबोल्नेको चामल पनि बिग्दैन भने जस्तो क्या यहाँनिर। त्यही भएर तिमीहरूले सर म्यामहरूलाई हरेक हप्ता बेर 7वटा दिन हुन्छ 7वटामा 6वटा दिन त क्लास हुन्छ तिमीहरूको। त्यसमा तिमीहरूले एउटा सब्जेक्टको एउटा टिचरलाई 2 दिन सोध्यो भने नि तिमीहरू जम्मा त्यो टिचरलाई 2चोटि सोध्छौ के। र हप्तामा 2चोटि भनेको महिनामा 4 हप्ताको महिना लिने 8चोटि सोध्छौ। र 8चोटि कुनै तिमीहरू यस्तो गरी जेन्युनली एकदम जेन्युनली तिमीहरूले कसैलाई क्वेसन सोध्छौ भने टिचरहरूलाई पनि के लाग्छ यसले पढिरहेछ भन्ने लाग्छ। र चाहिँ ग्रेड पनि अब तिमीहरूको राम्रो इम्प्रेसन पर्छ क्या है। इम्प्रेसनको खेल हो यो चाहिँ फेरि सबै इम्प्रेसनको खेल हो। लास्टमा ए प्लस आयो भने यु गाइज आर डन। अब म तिमीलाई सोध्छु है त तिमीहरूले अब सोच भने कसरी भन्दाखेरि तिमीहरूले आफ्नो एससीको एक्जाममा 64 ल्याउनु र 58 ल्याउनु केही पनि फरक पर्दैन ग्रेडलाई है। यो चाहिँ अलिकति अब गुड भन्ने कि ब्याड भन्ने इफ यु क्यान टार्गेट फर 65 प्लस इफ यु क्यान टार्गेट फर 58 प्लस है। 58 र 63 को बिचमा आउनु भनेको तिम्रो फाइनल ग्रेड ए आउनुको बराबर हो। हेर कसरी 58 आउनेको थ्योरीमा बी प्लस आउँछ प्र्याक्टिकलमा ए प्लस दिनुभयो भने फाइनल ग्रेड ए आउँछ ठिक छ। अब त्यसै गरी 63 ल्याउनेले नि के ल्याउँछ ए ल्याउँछ प्र्याक्टिकलमा सरी थ्योरीमा प्र्याक्टिकलमा ए प्लस आयो उसको पनि कति आयो ए आयो भनेपछि त्यो 58 ल्याउने र 63 ल्याउनेमा के फरक छ त नि होइन। त्यो पनि त बुझ्नु पऱ्यो नि त आफूले हो। तिमीहरू चाहिँ 2-4 मार्क्स होइन यदि सक्छौ भने डाइरेक्ट 65 प्लस ल्याउने गरी पढ क्या
65+ कसरी ल्याउने भन्दाखेरि हेर हरेकको सेट हुन्छ, सेट प्र्याक्टिस गर, हेर त्यो पढ्नु चाहिँ पर्छ है गाइस, पढ्नु चाहिँ पर्छ, नपढिकन मार्क्स ल्याउने भन्ने कुरा गरेँ मैले। अनि त्यसपछि अब तिमीहरूको चाहिँ थ्योरीवाला पार्टमा चाहिँ हल्का तिमीहरूले फोकस गर्नु पऱ्यो। तिमीहरू अब अहिले चाहिँ 10मा छौ भने चाहिँ कसरी पढ भन्दाखेरि चाहिँ फोकस अन स्कुलवाला जुन मेन स्कुलमा सरले पढाउनुहुन्छ सर म्यामले त्यो क्लासमा फोकस गरेर बाँकी टाइम मस्ती गर, किनभने 10 क्लास हो, मस्ती नगरिकन पछि फेरि छुट्छन् साथीहरू होइन। र 10 पछि तिमीहरूले कसलाई कहाँनिर कतिचोटि भेट्छौ नि थाहा हुँदैन। दिस इज यर लास्ट सेसन होइन स्कुल लाइफभरिको। र मजा पनि गर, फुल अन मस्ती गर, तर क्लासमा चाहिँ प्लिज पढ। किन भन्दाखेरि 10 क्लासकै मार्क्सले तिमीहरूको फुल फ्युचर डिसाइड गर्नेवाला छ अब अगाडि। मार्क्सले डिसाइड गर्दैन, तर कसरी भन्दाखेरि हेर तिमीहरूले 10 वर्ष जति पनि दुःख गऱ्यौ हरेकको सर्टिफिकेट कम्पाइल भएर 10 क्लासमा आउँदैछ नि त, त्यो पनि बुझ नि त तिमीहरू। जस्तै तिमीहरूले 9मा कति राम्रो पढ्यौ, 8मा कति राम्रो पढ्यौ, द्याट डोन्ट म्याटर। यदि तिमीहरूले 10मा आफ्नो मार्क्स राम्रो ल्याउन सकेनौ भने तिमीहरूले बच्चामा जतिसुकै राम्रो गरे पनि कसैले हेर्दैन कि पछि गएर सबैले हेर्ने भनेको तिमीहरूको मार्कसिट हो, त्यो पनि 10 क्लासको मार्कसिट हो, नट अदर मार्कसिट, 10 क्लासको मार्कसिट हेर्ने हो सबैले, होइन त हो। 10 क्लासको मार्कसिटलाई चाहिँ मिहिनेत चाहिँ गर्नुपर्छ हेर। अनि जस्तै अब तिमीहरू भोलि पर्सि 12मा जान्छौ, ब्याचलर जान्छौ, अथवा पछि अलिक सोच न, अलिक लङ टर्म फ्युचरलाई अगाडि राखेर सोच। कति ल्याएछ नि त यसले 10मा भनेर कसरी हेऱ्यो भने त यार खत्तम मार्क्स दिनु भएन नि त होइन। त्यो पनि पढ्नु चाहिँ पढ कि। अनि त्यसपछि अब बरु बिहान बेलुका छुट्याउ, ट्युसनमा अलिकति ध्यान देऊ, पढ। बाँकी अरू केही छ भने प्लिज कमेन्ट गर। अनि हेर अब मैले भनेको चाहिँ एज अ 10 क्लासको स्टुडेन्ट तिमीहरूले कसरी पढ्नुपर्छ भन्ने कुरा भयो। र तिमीहरूलाई फर्दर यसमा केही चाहिन्छ भने प्लिज लेट मी नो इन द कमेन्ट सेक्सन। दिस वाज फर टुडे, गो more for the other videos. Thank you guys all. Do best of luck for exam. Do good in your examinations.